साथीहरू, आज मैले बनाएको छु सानो आलुको मिठो र स्वादिलो सब्जी। यहाँ मैले मसिनो आलुलाई धोएर 2 टुक्रामा यसरी काटे। यहाँ हाम्रो सबै काटेको आलु रेडी भइसक्यो। अब कराईमा तेल तताएँ र त्यसमा सबै आलुलाई यसरी हाल्दिएँ। स्वाद अनुसार नुन राखेँ र आधी चम्चा बेसार राखेँ। अब यसलाई एकछिन चलाएँ। आधी गिलास जति पानी हालेर यसलाई अब 10 मिनेट छोपेर सानो आँचमा पकाउने। यता म मसला रेडी गर्दैछु। मसलाको लागि हामीलाई चाहिन्छ खुर्सानी, जिरा, मरिच र लसुन हालेर मजाले पिसेँ। 10 मिनेट पछि पानी सुकेर यस्तो भएको छ। यो रातो रातो पारेर यसलाई मजाले फ्राई गर्ने। यो लगभग फ्राई भइसकेको छ। हेर्नुस् यस्तो दामी कलर आएको छ। र यसमा अघि पिसेको सबै मसला हालेर भुट्ने र एउटा टमाटर पनि काटेर हाल्दिएँ। लु रेडी भयो हाम्रो तातो मसिनो आलुको स्वादिष्ट भाजी। यो भात, रोटी, परोठा जेसँग पनि खान मिल्छ।